हेलो गाइज वेलकम टु माई भ्लग हैन सबैजना नमस्ते हैन यो चाहिँ अहिले दाइकोबाट बोलिरहेको अहिले चाहिँ केटाहरूसँग हल्का चिलमा हिँडिरहेको हैन त्यही हो गाइज हैन अहिले चाहिँ भाइरल जङ्गलमा आइसक्यो हैन गाइज यो चाहिँ भाइरल जङ्गल हैन केटाहरू चाहिँ पुरै बबाल एकदमै के हामी चाहिँ एकदमै उमा छ त्यही भएर अनि यसो भिडियो गरिदिउँ भनेर हैन अब रियाक्सन पनि हेर्नु पर्यो क्या हाम्रो त्यहाँ गाई अनि उहरू छ क्या केटाहरू छ त्यसपछि त्यहाँ डान्स चाहिँ हानिरहेको होला हैन त्यही भएर चाहिँ म गइरहेको अहिले त्यहाँ हेर्नलाई गइरहेको हैन त्यही भएर चाहिँ हैन अब रियाक्सन हेर्नु पर्यो है गाइज माहौल हेर्नु पर्यो है त्यही हो गाइज हैन माहौल हेर्नु पर्यो भाइरल जङ्गलको माहौल हेर्नु पर्यो हैन त्यही हो गाइज हैन भाइरल जङ्गलको माहौल हेर्नु पर्यो ल यो गाइज हैन भाइरल जङ्गलमा चाहिँ सबजना आउँछ के सब भन्नाले नि यो हरिहरपुर गढीको एरियाको सब मान्छेहरू सब यहाँ झर्छ के सब के यो सिन्धुली एरिया भन्ने बिचको सब भाइरल जङ्गलमा आउँछ के त्यही हो गाइज हैन यो चाहिँ मेरो दाइ हैन यो मेरो दाइ हो हैन त्यसपछि यो दाइ फेरि खत्रै हो नि त केटा हैन गाइज यो चाहिँ हैन भाइरल जङ्गलको न्यू भिडियो हैन तपाईहरुले भोलि नै के भोलि नै देख्न सक्नुहुन्छ अनि त्यसपछि भोलि नै के ढिलो चाँडो केही छैन के भोलि नै हुन्छ के ए डेन्जर के यो भाइरल जङ्गल भनेको सब ठाउँको मान्छेहरू आउँछ हैन गाइज देख्न सक्नुहुन्छ यहाँ पुरै भरि नै के के भरि नै हुन्छ यहाँ टिकटक बनाउने सब हुन्छ के हामी चाहिँ फर्स्ट टाइम आएको यो दाइ छ नि यो ट्राइपोड बोकेर आउनु भएको होइन त्यही हो ए तरुनीहरू नि टिकटक बनाइरहेको होइन त्यही त जोस् होइन भाइरल जङ्गल चाहिँ यस्तो बवाल हुन्छ कि गाइस होइन यस्तो बवाल हुन्छ कि डगी के डगी छ कि होइन भाइरल जङ्गलमा चाहिँ यस्तो बवाल रमाइलो हुन्छ कि गाइस होइन दामी के यो जब नि यो रोड बन्यो नि त्यसपछि यहाँ त मान्छे त कति हो कति के भिड अहिले देख्न सक्नुहुन्छ सबै यो मेरो केटाहरू होइन टिकटक बनाउनेदेखि लिएर सब हुन्छ कि यहाँ चाहिँ होइन त्यही हो गाइज होइन सो गाइज त्यही होइन यहाँ चाहिँ त्यस्तो यो ठाउँ भनेको त्यस्तै हो सिन्धुली एरिया हरिहरपुर गढी 2 नम्बर ओडा पर्ने होइन अनि त्यसपछि चाहिँ यहाँ चाहिँ 2 नम्बर ओडा भन्नाले सिन्धुलीको एरियाको सब मान्छे यहाँ आउँछ के सिन्धुली एरियाको सब मान्छे यहाँ आउँछ होइन हामी त अहिले हाम्रो केटाहरू चाहिँ यहाँ छ होइन गाइज फाइनली भेट भयो केटा हो होइन फाइनली भेट भयो केटाहरू होइन यहाँ चाहिँ मेरो साथी भेट्यो के एउटा यहाँ चाहिँ मेरो साथी भेट्यो के एउटा यो मेरो साथी होइन भिडियो नि गरिरहेको होइन मैले सब होइन यहाँ चाहिँ सब यस्तो बवाल रमाइलो हुन्छ कि गाइज तपाईँले सोचेको भन्दा नि यहाँ यस्तो बवाल रमाइलो हुन्छ कि कसम तपाईँले सोध्नु नि हुन्न के यो चाहिँ सिन्धुली एरियाको भाइरल जङ्गल के हरिहरपुर गढी 2 नम्बर ओडा अनि भाइरल जङ्गल सर्च हान्नु गुगलमा होइन म्यापमा नि देखाउँछ के त्यही हो गाइज होइन म्युजिक केटा खोइ त अनि हाम्रो केटाहरूले म्युजिक लिएर आएको होइन गाइज हाम्रो केटाहरू चिनेन स्म्याकपुरी एउटा दुइटा भन्न त नि भाइरल जङ्गलको बारेमा भन्न त मा यो लदा यो लेडिज रहेछ यो केटी रहेछ मासले
सो गाइस हैन के हो हैन अहिले चाहिँ हामी भाइरल जङ्गलमा गएको हैन मेरो केटाहरु सब यो केटाहरु मेरो हो के सब मेरै साथीहरु हो के गाइस हैन समिति छ हाम्रो यो स्पेसली हाम्रो एस अल्ट्रा 24 भनेको चाहिँ हाम्रो यो डाइको हो हैन अनि डाइकोबाट मैले भिडियो बनाइरहेको छु त्यही भएर चाहिँ हैन गाइस यो माहौल भनेको यस्तै हो हैन तर यसपछि अझै बेलुका यसको रियाक्सन बेलुका आउँछ हैन गाइस तपाईले हेरेर साथ दिनु होला हैन लाइक सब्स्क्राइब शेयर गरिदिनु होला यो चाहिँ मास्टर हो यो चाहिँ मेरो दाइ हो यो चाहिँ पास्टर हो हेलो गाइस बाइ बाइ सबैजनालाई नमस्ते हैन आजको भिडियो चाहिँ यति नै हुन्छ अनि बेलुकाको रियाक्सन भिडियो आउँछ त्यसपछि बेलुकाको भिडियो भनेको बेलुका नै आउँछ अहिले चाहिँ भिटेनको फ्यान हो दाइ फेरि ओ भिटेनको फ्यान हो कसम भिटेनको फ्यान हो र ल एकचोटि ल भिटेनको फ्यान भन्यो भने एकचोटि ल यो त चल्दैन दाइ ल भिटेनको फ्यान भन्छ ओ ल गुड हैन ल ब्रदर एकचोटि ल यो गु चल्दैन भिटेनको फ्यान भइसक्यो हजुर यो गु बुस्ने हातले चल्दैन ए ल त्यसो भए ल लेफ्टी लमा हाम्रो चाहिँ यही छ हैन अहिले चाहिँ हामी टिकटक बनाउन उमा लागिरह त्यही भएर चाहिँ हेलो गाइस हाम्रो चाहिँ अब हाम्रो स्पेशल पब्लिक आइडी चाहिँ हाम्रो ब्लक भएको के ब्लक भइसक्यो हैन हाम्रो दाइको आइडी चाहिँ ब्लक भएको हैन त्यही भएर चाहिँ हाम्रो अर्कै आइडीबाट तपाईहरुले हैन हाम्रो फ्यान्स जति छ नि हाम्रो अब फलोअर्सहरु जति छ नि तपाईहरुले अब हाम्रो दाइलाई चाहिँ साथ सपोर्ट दिनु पर्यो के पहिला जस्तै नयाँ भिडियोहरु आउँछ हैन गाइस त्यही हो के हाम्रो दाइको भिडियो चाहिँ अब अहिले हाम्रो निरा चाहिँ त्यो हो हैन ए सब यो त मेरो साथी हो हैन यो मेरो साथी हो मेरो दाइ हो हैन दाइको किनकि हाम्रो दाइको आइडी चाहिँ ब्लक भयो हैन केटा हो हैन त्यही हो के अब नेक्स्ट टाइम हाम्रो लुरेबाट हैन अनुरागबाट आउने छ यो भिडियो चाहिँ हैन लुरेबाट आउँदैन अनुरागबाट आउँछ हैन किनकि लुरेको आइडी ब्लक भयो क्या अनि त्यसपछि चाहिँ हाम्रो स्पेशली के न्यू आइडी के गाइस हैन न्यू आइडीबाट चाहिँ लुरेबाट आउँछ है अहिले चाहिँ अहिले हैन ह्याप्पी न्यू इयर हैन सबैजनालाई गाइस हैन बाइ बाइ हैन अहिले नेक्स्ट टाइम अर्को भिडियो नि आउँछ त्यही हो गाइस हैन बाइ बाइ सबैजनालाई नेक्स्ट टाइम अर्को भिडियो आउँछ यो भिडियो चाहिँ आजै तपाईहरुको मात्र सब छ हैन बाइ बाइ ल